भनेको हो र केही खाताहरू तयार गरेको हो। उहाँले त केही गर्नुहुन्छ होला नि त, अहिले त जनताले पनि होला भन्नु भएन के गर्नु पर्यो। उहाँले आज जित्नु भएको छ, उहाँलाई जितेर गर्दैन नि, जित्नु त धेरैले जित्यो अहिलेसम्म चुनावमा, गर्छु भनेर जिते। हाम्रा पालामा बसाउने साबुन थिएन, मैजिलके भएको डल्ले साबुनले। अहिले राष्ट्रिय आविष्कार केन्द्रको अवस्था कस्तो छ? साँच्चै नै भन्ने हो भने कसैको दिमागमा छैन। 1% नेपालीको दिमागमा होला, बाँकी 99% नेपालीले दुःख नमाने हुन्छ, रिस उठ्छ भनेदेखि टाउको ठोके हुन्छ। दाजु केही शब्द बोल्न चाहनुहुन्छ? बोल्न के चाहन्छु भने किताब किनिदिनुहोस् भन्न चाहन्छु। तँलाई पठाउन दिएको उसले चाहिँ परबिनलाई दिएछ। सुन यहाँ थाहा भइहाल्यो नि, योलाई मैले ल त पठाइदिएँ भनेर दिएको, यसले परबिनलाई दिएछ। होइन नसकेर नछावेर परबिनले फेरि कालीलाई दिएछ।